आजको बिहानी मेरो सुरुवात भयो चनाबाट। यो फुलेको चना रातभरि फुलाएको थिएँ, यही खाँदैछु। अब काम गर्न दही राति जमाएको थिएँ, मजाको जमेछ। यो चाहिँ पपाया हाम्रो छिमेकीले दिएको थियो, फुल अर्ग्यानिक छ। यो चाहिँ जर्ना हो। अब यसबाट म हाम्रो चुल्हा बाल्छु म। यो माटोको लेप लगाएर मैले भाँडाहरू रेडी गरिसकेँ, तरकारीहरू पनि काटेर राखिसकेँ। आज कटहरको तरकारी बन्छ। यो हाम्रो दुधवाली हो, यसले हामीलाई सधैँ दुध दिन्छ 1 लिटर। यो दुध म छानेर राख्दैछु टोपियामा। अब यो दुधवालीलाई दिएँ। सी इज सो फ्रेन्डली। बाई। Feeling blessed to have her. What a sunshine. हाम्रो केराको बोटबाट सनसाइन कति राम्रो घामको लाइटको रेजहरू देखिरहेको छ। मलाई एकदम मन पर्छ। आई एम लभिङ इट। अब चुल्हामा कुकर बसालेँ। अब दुध अलिकति म राख्छु कचौरामा। र मिल्क फेसमा लगायो भने राम्रो हुन्छ भन्ने सुनेको थिएँ। अब कुकर बसाले, यतापट्टि र मिल्क अलिकति फेसमा लाउँछु। अब यो तातो कुकरमा तेल राखेँ। फोरन राखेँ, तेजपत्ता, 5 फोरना, जीरा। अब प्याज राख्छु, हल्का नुन राख्छु, अलिकति मोइस्चर रिलिज हुन्छ नुन राखेपछि। यसलाई चलाउँछु हल्का। अब त्यसपछि कटहर राख्छु। आजकल कटहर 50 रुपियाँ किलोमा भेट्छ। कसैले छिलेर दिन्छ, कसैले यतिकै दिन्छ, आफै छिल्नुपर्छ। यो चाहिँ छिलेकै थियो लक्कीली। अब नुन बेसार राखेँ। यसलाई मजाले चलाउँछु। र यो हाम्रो मोटार पिस्टलमा खलमा कुटिरहेको छु अदुवा लसुन। अब टमाटर एड गरेँ, अदुवा लसुन पनि राखेँ। अब यसलाई मजाले म चलाउँछु। तरकारीको प्रिन्सिपल चाहिँ जति चलायो